गुड मर्निङ सबैजनालाई। यति बेला हामी जाजरकोटको कुदुबाट बोल्दैछौँ। आज चाहिँ हाम्रो चाहिँ बिहानको सिक्तन आइसकेको छ। भेरी नदीको लोकल माछा तपाईहरुले पनि खान चाहनुहुन्छ भने मेरो खाता नम्बरमा चाहिँ पैसा राखिदिनु होला। मैले चाहिँ तपाईहरुलाई ट्याक्क भनेको ठाउँमा पठाइदिन सक्छु। यो माछा चाहिँ आफैले मारेको चाहिँ हैन, तर किनेको हो। धेरै महँगो पनि हैन, 1025 को हो, 1025 को। अब कुनै कुनै ठाउँमा त पैसा हालेर पनि खाना नपाइने ठाउँ हुन्छ नि। त्यस्तो ठाउँमा चाहिँ त्यो ठाउँसम्म भिडियो गएर चाहिँ हेर्नुभयो भने तपाईहरुले यसो न अर्डर गर्नु होला। म चाहिँ यहाँ ट्याक्क किनेर पठाइदिहाल्छु। यो चाहिँ अर्गानिक माछा हो। पुरै पासामा यो पुरै यही छुट्टिहाल्छ के पासा है। त्यो माछा त बल्जिरहेको हो। अझै जिउँदै छ यो त यार। हेलिकप्टर माछा, हेलिकप्टर माछा। हेलिकप्टरै जस्तो छ। जिउँदै छ बिचरा, यसलाई बाँच्न मन त छ नि, के गर्ने हो। मुखले मान्दैन, बाँच्न मन छ, मुखले मान्दैन, के गर्ने बिचरा। अब स्वर्गमा जाने भयो। यो हेलिकप्टरलाई हेर्ने देखाउँछु कि हेलिकप्टरलाई। के गर्ने अब, मनले मान्दैन, नखाए नहुने। 2-3 दिनपछि अब वेलकम है साथीहरु सबैजनालाई।